ल यो नवीन डन देउ तपाईँको डन बुढा बुढी देउन्टी केटकेटी देउन्टी लिएर नचिनियो मान्छेलाई हेर्नुहोस् कोही छैन गाइज यो चाहिँ आज अब दसैँको प्रोग्रामको लागि एउटा बाटो सफाइ उहाँ चाहिँ आउनुभयो कहाँबाट आउनुभयो दाइ देउतपानीबाट कहाँ बसोबास कहाँ थियो हजुरको पहिला बसोबास मेरो काठमाडौँ कुन ठाउँ बनस्थली ल धन्यवाद छ तपाईँलाई सामाजिक कार्यमा लाग्नु भएको छ धेरै धेरै धन्यवाद पछि मन्त्री बन्न सक्नुहुन्छ नमस्ते हजुर कहाँदेखि आउनुभयो हजुर म त हिजो थानकोटबाट आएँ हजुर के छ सामाजिक कार्यमा लाग्नु भएको छ भित्र मनदेखि उल्टी आएर कि यो करकापले के छ हजुर म अब यो हर्क स्याङताङको हजुर लाइनमा हिँड्दैछु हजुर म अब त्यही टाइममा श्रम मन्त्री बन्ने योजनामा छु हजुर त्यही भएर मैले सामाजिक काम गरिरहेको छु बाबु एकदम अति उत्तम कुरा गर्नुभयो उहाँलाई पनि जोरदार तालीको साथ सम्मान गरौँ अहिले एकछिनमा हुन्छ सम्मान लिनु होला भिडियो ल अब म चाहिँ श्रमदानको लागि धेरै टाढाबाट आएको छु हजुरको शुभ नाम चाहिँ अब नवीन दाइलाई सोध्नुहोस् हजुर नवीन दाइ भने उहाँले नै अहिले आउनु भएको मलाई यो गाउँमा हजुर श्रमदान गर्नु पर्यो दिउँसै बाघ आयो भन्नुभयो घाँस खेल्न जाने माहौल बनेन भनेर हजुर यो लौरी चाहिँ किन टेक्नु भयो हजुरले लौरीले चाहिँ अब जे पाए त्यही क्वेसन सोध्नेहरूले धेरै लिमिट भन्दा माथि गयो ल सामाजिक कार्यमा लाग्नु भएको छ धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यसरी नै अगाडि लाग्नु होला शुभकामना सहित यो चाहिँ म है ल ओके यो हेलमेट बोक्नु ल बाई भन्देऊ ल